ल ल ल आज चाहिँ हाम्रो चाहिँ ग्रुप राइड है खैरेनीको गाइजहरूसँग वी आर फ्रम स्नोल। अनि यो चाहिँ हाम्रो ए स्कुटी कहाँबाट आयो यार। यो चाहिँ हाम्रो बाइक अहिले देखाउँछु ट्याक्क लाएर। हाम्रो यहाँ तयारी हुँदैछ, साथीले झन्डा सन्डा गाडिदिएछन्। झन्डा चाहिँ यस्तो रहेको छ है, यहाँ त दुईवटा झन्डा छ त यार। बल्ल फ्रेस भयो यार म रोगनमा पकाएर नै एकछिन त्यो पकाएर त्यो झुन्डामा चाहिँ त्यसलाई नहल्ला दिस आवर खैरेनी गाइज। सो यहाँ तयारी भइसकेपछि एकछिनमा फेरि भेट्नुपर्छ। ल राइट नाउ हामी चाहिँ अब बिस क्याम्पको बाटोमा छौँ। केटाहरूको यहाँ सरसल्लाह हुँदैछ होइन। अगाडि ट्राफिक छ अरे, अब हल्का ल्याङ हुन्छ कि जस्तो टाइपको लाग्यो। त्यो हल्का सरसल्लाह हुँदैछ। हिँड्छ फेरि हामी बाइकहरू हेर्न सक्नुहुन्छ। खतरा खतरा बाइकहरू छ है। ल हामी चाहिँ अहिले नुवाकोटको बाटो आइरहेको है। अब यहाँ बाटो बनाउँदै अरे, फेरि उताबाट चेक हुन्छ भने यताबाट आयो। अहिले फेरि यस्तो के गर्ने गाइजहरू। अब के गर्ने हो अब। यति मात्र हो कि अझै नि गराउँदैछ तल्नु यार। सो सबजना आइसकेको छ है। अब टक्क यहाँनिर नास्ता सास्ता खाएर निस्किनुपर्छ हामी। बाइकहरू चाहिँ हाम्रो नेपालको फ्ल्याग एउटा छ अनि अरू ग्रुपको फ्ल्याग। एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा सातवटा। गर्मी भयो टाढको हालत एकदम थकित छ। यस्तै कालो र निलो तराईको घाममा। म त अलिकति गोरो छु होला यार, अलिकति हेर त यहाँ हेर त। तिमी त मस्त बस्न पायो भन न। अब मलाई त यस्तो चाक दुखिरह। अब नास्ता सास्ता खानुपर्छ। ल सबैजना अब निस्केको ट्याक्क लाएर नास्ता सास्ता भयो। हाम्रो झन्डा के भयो कि यस्तो यार, उठ्दै उठ्दैन यार। भएर हो के पोखरातर्फ लागेको हामी। जेस रमाइलो भइरह।
गाइज केरा खामै केरा केरा पहेँलो केरा मार्क्स छ नि मसित मार्क्स छ के यहाँ हेर त टपमा भयो ल्याइदेऊ ल ल जाम 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 यस्तै छ गाई यस्तै छ ल ल लाग्दिउँ लाग्दिउँ जाम जाम त घुमाऊ घुमाऊ त ए घुमाऊ हो हजुर हजुर त्यसलाई पनि बुझिदिनु पऱ्यो नि त हजुर हजुर त्यो नि हो स्कुल प्रोग्राम बनाएर हिँड्नु चाहिँ यस्तो मोडिफाई गराएर हिँड्नु भएको छ सपोर्ट नगरिदिनुलाई पहिलो चाहिँ हामीले सम्झाइरहेको छ यत्रो बाइकमा सम्झाएको छ हजुर समस्या हुन्छ हजुर हजुर सेकेन्ड छोड्दैन मोडिफाई अब तपाईँले ध्वनि प्रदूषण त गराउनु न जहाँसम्म हामी त लग त्यही लग बेस हो अब पड्कायो भने त बाइक पड्किन्छ जसको बाइक पड्किन्छ सबै पड्किन्छ पड्कायो भने त पड्किन्छ नि सर जबरजस्ती पड्कायो त होइन र सर र हिँड्छौँ हामी त अब त्यही नर्मल बेस साउन्ड हो चाहिँ नेक्स्टचोटि चाहिँ अब नेक्स्टचोटि चाहिँ सबै धेरै ठाउँ सम्झिरहेको छ हाम्रो लागि र तपाईँहरूको लागि नभएर यो समाजको लागि नै पनि ध्वनि प्रदूषण हजुर तपाईँले चाहिँ तपाईँले सिकेर विद्यार्थीहरूलाई तपाईँ सिकाउनु जानुहुन्छ तपाईँले नै मोडिफाई गरेर चल्नु भने नकारात्मक असर पर्छ त्यसरी चाहिँ मोडिफाई नगर्नुहोस् है हजुर सर हजुर सबैले कारवाही गर्नुहुन्छ है हामीले चाहिँ छोडिदिरहेको छ कार्यक्रम जस्तो हिँड्नु भएको छ हजुर हजुर तर तपाईँले ध्वनि प्रदूषण त गर्नु भएको छैन हजुर तर पनि तपाईँले चाहिँ यसलाई चाहिँ सुधार्नुहोस् है हस् धन्यवाद धन्यवाद फेरि लाग्नुपर्छ यहाँबाट बिस्तारी कुदा केटाहरूले बिस्तारी कुदा गरेर यो चाहिँ पुलिसले सम्झाएपछिको सम्झाएको बुझाएको मान्नुपर्छ है यसरी चलाउनुपर्छ त्यही भएर स्याड खेलाएर ल गाइजहरू हामी चाहिँ यो झरुङ्गोमा पुग्यौँ है आऊ केटा आऊ आऊ आउनुपर्छ हावा यता हावा ब्लगको नाम भनिदेऊ नि त भनिदेऊ नि साथी होइन र राइट नाउ हामी चाहिँ यहाँ छौँ है के रे ठाउँको नाम हो झरुङ्गे पुल मौसम पनि त्यस मौसमले साथ दिएर हामीलाई पानी सानी परेन आज ठाउँ चाहिँ पहिला नि गएको हो यहाँ झ्याउला यसो रेस्ट मात्र गरे हो यहाँ हामीले बाइकहरू हामी छ बङ्ग घाम लाग्यो यहाँ साथीको साइलेन्सर भाँचियो अरे मिठो गएछ रमाइलो
साउन्डमुली हरिपुर आउँछ सीमा छ हामी कहाँ पुग्यौँ गुरुङ मैदानबाट यहाँ छै खतरा खतरा फेरि लाइटिङ रिबन है यो रिबन हो यो यस्तो भएछ यार यही हो ग्यारेज हान्डी हुन्छ सही हो ल अब बेला बेलामा यस्तै हो हिँडेपछि यस्तै हुन्छ नयाँ साइलेन्सर चाहिएर त्यो भात के चाहिँ हरिछ क्या मौसम पनि हरिप क्या देखियो यार बादल पनि यार ल अब साइलेन्सर बनाउनु पर्छ बुद्रुम हान्दैन मेरो बाइकलाई होल्डिङ गरिदिने अब यहाँ ल अब होल्डिङ गरिदिने रहेछ ल अहिले त पुलिस बोलेको चाहिँ मलाई कार्यक्रम चाहिँ कार्यक्रम मरम्मत हुँदैछ यहाँ अब यति दस क्यालोट होल्डिङ गरेर राख्नु यस्तो धुलो उडाएर यस्तो धुलो उडाएर अगाडिको साइलेन्सर नभएको बाइकले सुरुको मैदानमा हामी जाँदै यहाँ सुरुै अप्लोड छ क्या उकालो ओह्रालो यस्तो धुलो उडाने भिडियोमा चाहिँ अलिक सामान्य लाग्यो होला अनि यहाँ चाहिँ हेर्नुहोस् हाम्रो चाहिँ डबल वायर रुका बाइक थियो बा पछाडिबाट भएकोलाई यतिसँग चाहिँ पछाडिको ब्रेक हान न पछाडिको ब्रेकै लाग्दैन मेरो त म्याप फोन पनि धुलो भयो है अलिक छ ल दामी ल दामी खै त आउँदै हट ल जाऊ ओए कहाँ हो यस्तो पढ्ने लेख्ने उमेरमा कस्तो
कस्तो दामी ठाउँ यार लभली तिनले मलाई हरि सरापिरहनु भयो त्यस्तै बबाललाई यही ठाउँ चाहिँ स्वरूप मैदान हुनु कि होइन केटा ल वेलकम गाइज वेलकम आम्मा के हो यस्तो ए मेरो पनि त्यस्तै त्यस्तै भएको रहेछ नि त नजिकतिर यार यहाँ साइलेन्सर छैन ल ल ल हेर त धुलै धुलो त सब ल ओहो केटाहरू सब धुलै धुलो उहिरेखा खुस खतरा ल मेरो मोबाइल पनि धुलै धुलो भइरहेछ ल केटा हो ठाउँ चाहिँ बबाल छ है के अरे स्वरूप मैदान म त स्वरूप बन्न थिएँ यार दामी ठाउँमा आइयो यार हावा मिठो चलिरह अहिले यहाँ चाहिँ त्यो चिल छ कि एकदम चिसो हावा छ होइन अनि घामले पनि त्यस्तै पोले छैन बाइकहरू पनि हाम्रो धुलै धुलो भयो तर नि बाबा अलि मिलाएर राख्नुपर्ने हो केटाहरूले तर ठिकै छ मिठो छ क्या ठाउँ चाहिँ दामी लाग्यो यार तिमीहरू पनि आउने भयो तर अलि राम्रोसँग आऊ है बाइकहरू छैन नत्र मामाहरूले फेरि अलिकति सम्झाउनुहुन्छ हामीलाई सम्झाउनु भयो चिट काट्नुहुन्छ त्यो बारेमा म अहिले पछि भन्छु भन्न त तर यो ठाउँ चाहिँ बबाल हो क्या यार ल अब हामी यहाँबाट निस्किदियो निस्किनु पर्छ 500 हिलो भयो बाटो यार साइलेन्सर हालियो न कस्तो गर्दै होल्डिङ खै हेर्नु त जस्ताको त्यस्तै हो यहाँबाट होइन भइहाल्यो त्यति भएपछि पैसै बच्यो त होइन हालियो त्यतिका ल हामी हिँडेको अब सिधै वहीँ गएर भेटौँला ल गाइज भर्खरै पनि चेकिङ भयो हाम्रो होइन यहाँबाट नि हामी छुट्यौँ अब चट्ट लाएर रात परिसकेको छ अहिले चाहिँ है अब अगाडि पनि चेकिङ छ भनेर यहाँबाट इन्फर्म आइसक्यो हामीलाई अब अगाडि पनि बिस्तारै हामी गइरहेछौँ उताबाट नि सायद छोड्नुहुन्छ होला ठिकै छ अगाडि रोक्यो भन्नुहुन्छ रोकेको हामीलाई रोकाउनु भयो भन्नुहुन्छ तर हामीलाई चाहिँ रोकाउनु भएको थिएन है हामीलाई रोकाउनु भएको थिएन त्यो भएर हामी सबै आएको हो यहाँ चाहिँ फेरि रोकाउनु भयो क्या अगाडि छ अरे त्यहाँ एकचोटि ठ्याक्क रोकेर अब जान्छ अगडा हो पोखरा पुग्यो है अहिले चाहिँ बल्ल यति बेला पोखरा अब यहाँबाट धम्पुसको लागि हामी फेरि हिँड्ने हो अब गाडीहरू आयो केटाहरू सब आइसक्यो है बल्ल नेपाल आयो जस्तो भयो बागमतीको नम्बर इन्डिया जानु हाम्रो वाट्सएप मेरो आधा पानी राम्रोसँग देखेको छैन होला है हजुर त अगाडि र सिधै घोडासम्म भेटेको अघि पानीले कम
म झन् छिरेको त्यहाँ टिप्परको ब्रेक हाल्यो क्या साथी? ल हामी पोखरा भ्यालीभित्र छिरिसकेको छ है। मोस्ट ब्युटिफुल प्लेस अफ नेपाल पोखरा भ्याली। यहाँको सुन्दरताको बयान गर्न सकिन्न। मलाई चाहिँ पोखरा एकदमै मनपर्छ। राति कुरा नि अब वानबाट अल्ट्रा वाइडबाट नगर्नु, हल्का दुध गर्दै आउँछ। सो मलाई चाहिँ वानबाट गराइदिरहेको छु अहिले चाहिँ है, वाइड एङ्गलबाट मात्र नर्मल। हाम्रो केटाहरू चाहिँ अगाडि गइसक्यो अनि पछाडि पनि आउँदै हो। पोखराको मौसम चाहिँ चिसो चिसो छ, जेस गाइज यार मजा आउँछ कि। तर यहाँ एकदम पनि त्यही फिलिङ छ क्या यहाँ आएपछि। मलाई चाहिँ पर्सनली चाहिँ पोखरा एकदम मनपर्छ है। सायद म मात्र नभएर धेरैजनालाई मनपर्छ, मलाई चाहिँ एकदमै मनपर्छ क्या। सो हामी चाहिँ अब धम्पुस जाँदैछौँ कि अब रात चाहिँ परिसक्यो, त्यो पनि अब के गर्नु पनि होइन, ढिलो भइहाल्छ। ओहो यस्तो हुन्छ अनि ढिलो भइहाल्छ। अब त्यो पनि अब गइदिउँ न यसो धम्पुस, आज सुत्दिउँ त्यहाँ गएर मासु भात खाएर, भोलि चाहिँ अनि उठेर घुमिँदा नि त के छ र। ल गाइस ल धम्पुसको डाँडा चौर देखाउँ न हामी। धम्पुसको डाँडा चौर देखाउँ। रातिको बेला के कस्तो आयो अब यो कस्तो आयो भने अब म्यानेज गर्नु पऱ्यो। केटाहरू चाहिँ गुडुर पुरै डाँडा थड्किरह। जान्छ जान्छ लगादिन्छु रुक मात्र ओए मात्रै हिरो थियो अघि यार, तानिदिन्छु रुक। ल ओए त्यहाँबाट देऊ त। ओए राम के गरेको? नाचिस आऊ आऊ। आयो 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 आयो। मेरो त अन्डा चप्पल ला थियो यार। हाल्छस् नि बसालेर, बसालेर लुटाइदिस् भन् बरुमा। ए छ एउटा पहिले झर्छ भनेको म। ल ल ल आयो 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 गयो गयो गयो। ल दामी पारामा गयो चाहिँ। ल ए ल कस्तोमा ओए
मोजा त हाल्न पर्ने हुन्छ यार अब यार। हल्का राति आएपछि यस्तै हो गाइज, अब के गर्नु। के अब भयो होला नि त्यो कति औतन छ। सबलाई म हिँडेको त ओ तान्न आउन फेरि गएको ल ल ल त्यो अफरोड आऊ 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 अर्को अर्को आऊ आऊ कम अन यार। त्यो अझै कति छ यार। जुत्ताका हालत हेर त। के भएर झोला हाँसेको कति कति टाढा खायो अब अब होटल जानु लाग्यो होइन हामी। ठिक छ हिँडौँ न। अब कति मिनट यार 20-25 मिनट खान। अब जम्मा कति किलोमिटर छ? गाह्रो छ गाह्रो। 5 किलोमिटर छ कि गाउँ यस्तै हो यार बाटो। 5 किलोमिटर त्यही हो अब के गर्नु नि अब जाने अब के गर्नु नि। अब धेरै छैन पुगिन्छ होला। त्योमा आउँदा आउँदा यस्तो चाक दुख्यो ढाड दुख्यो नि त्यो अन्त त बरु यहाँ हिँड्न सजिलो लागिरहेको भयो अहिले मलाई। आजको राइड अख्खा भयो अख्खा। ल फाइनल्ली पुग्यो यार। अरे बेजा चाक दुखेछ यार। अरे कहाँ कहाँ घुमेर कहाँ कहाँ के गरेर कता कता गरेर के गरेर बल्ल पुग्यो। कति बज्यो है? कति बज्यो? रातिको 10:30 भयो होला यार। 10:33 ल कता कता के भयो रातिमा अब होइन। फाइनल्ली गाइज शीतल भयो। केटाहरूको चाक शीतल भयो बल्ल ल। ल यस्तो हालत भयो मतलब पुग्यो। अब फ्रेस हुनुपर्छ। ढाड दुखेर भेजा भयो यार। ढाड दुख्यो कसको झोला फुस्क्यो यहाँ। ल फाइनल्ली केटा हो बल्ल रुममा आयो यार। भेजा भयो यार।
यो सिजन क्या यतिका ढाड बोल्दा रिल्याक्स भयो थ्यात मजा आयो यार तर आज यार मजा आयो यार सबको बेड टेस्ट हान्दै थियो क्या म ल फेरि एकछिनमा घुर्दै गरेको लाएर तिमीले साँच्ची घुर्छौ कि नि भन त ए औडा घुर्छन् कि फेरि गिजर मन्दाले सुत्नै दिएन के हो त्यो हातमा यो यो यस्तो ल गाइज अब यस्तै हो के गर्ने होइन अब यसरी बोल्छन् होइन अब गर्लफ्रेन्डसँग यसरी बोल्छन् अब यसो म चाहिँ भ्यानु देखाइदिन्छु ल गाइज अब मैले भ्यानु देखाइदिन्छु है होटल चाहिँ जे होस् राम्रै हो यार यस्तो छ है खतरा राम्रो लाग्यो मलाई चाहिँ बबाल छ दुःख गरेर आइएपछि यत्तिकै त हुनै पऱ्यो नि धम्पुस है यहाँ चाहिँ धम्पुस यो के थियो धार हो कि के थियो यो होटल नाम गिटी छ के बरु यही ठिक छ हो बरु हिलो चाहिँ छैन बरु यही ठिक छ नाइटको भ्यू पनि यहाँबाट देखिन्छ क्या यसो है ब्याग म एक्लै गिट्टी गरेर जान्छु त्यसो के कुरा गरेर राखेर हाल्ले अघि यी यहाँ भर्खर गडेको यहाँ जुत्तै गडेको रातिको बेला पुग्यो दामी डेकोरेसनहरू बबाल छ क्या यहाँ यस्तरी यहाँबाट आयौँ हामी होइन अनि ट्याक्क लगाएर सामान लिएर यस्तो आउँदाखेरि दामी रहेछ है जियोस् मलाई चाहिँ मन पर्यो यहाँ रुम पनि थियो अरे केटाहरूले के गरेर यसो फ्रेस भएर बसेको हामी त केही फ्रेस फ्रेस पनि भएन यार ल अब यहाँ चाहिँ छुट्टी आएको थाहा भएन मेरो रुम कुन थियो यार अरे यही हो न ए यहाँ रहेछ मेरो रुम यार ऊ चाहिँ अब गर्लफ्रेन्डसँग बोलिरहेन होइन अब यस्तै हो गर्लफ्रेन्ड भएको मान्छेहरू अब के गर्ने अब के गर्ने अब गर्लफ्रेन्ड भएको मान्छेहरू यस्तै हो क्या अब के गर्ने अब फ्रेस हुन छ नि त्यसै गरेर पल्टिरह हुन त मनै भएन तर हेरौँ न अझै गर्लफ्रेन्ड होइन भन्छन् कि अझ किन हो यस्तो गर्ने नगर न यस्तो ल आजको भ्लग चाहिँ यहीँ इन्ड हुन्छ अनि अब भोलितिर अब हामी कता जान्छौँ अरे अस्ट्रेलियन बेस क्याम्प हो कि कता थाहा भएन अब भोलि अब हेरौँ ल आजको लागि चाहिँ सिउ गाइज